नाइट ब्लग हाम्रो सुरु भयो यताबाट मुजिके थारी नेपालीमा इन्द्रणी पुल जाने ठाउँ यहाँ स्टार्टिङ पोइन्ट साइकल चाहिँ जानु कुञ्जी ल टोली हिँड्यो फास्ट ल कुद्यो रड ल हामी चाहिँ यो मुजिके थारी भन्ने ठाउँमा आइपुगेका छौँ। मुजिके थारी भन्नाले नेपाली भाषामा ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ यो इन्द्रणी पुल हो। 7वटा रङहरू देखिएको ठाउँ भएर त्यही भएर यसलाई चाहिँ इन्द्रणी पुल भन्ने गर्छ। यसमा 7वटा कलर सबै आउने भएर चाहिँ इन्द्रणी पुल भनेको यसलाई चाहिँ। हाम्रो अगाडि गणेश सर पनि जाँदै हुनुहुन्छ, अगाडि दुईजना हाम्रो दाइहरू जाँदै हुनुहुन्छ। उहाँहरूलाई पनि एकदम बबाल इन्जोय भइरहला भन्ने आशा गर्दछु। अब यहाँ 7वटा कलर सबै बल्छ होइन, इन्जोय लिनु होला तपाईँहरू पनि। म त इन्जोय लिइरहेको छु, घुमेर इन्जोय लिन्छु, साथसाथै म भ्लग पनि बनाएर इन्जोय लिइरहेको छु। यो अझै अब यहाँबाट हामीले एउटा अर्को भ्यू दिनेछौँ। यहाँको चाहिँ एकदमै यो भालिसाले बनाउनु खोजेको यस्तै रोड हो, तर बनाउनु सकिरहेको छैन। ए अझै माथि चढ्ने बाटो रहेछ, यो 2 तलाको पुल रहेछ ल साथीहरू। तपाईँहरू कहिले देख्नु भएको थियो यस्तो? हामीले देख्यौँ यहाँ थाहा आएर 2 तलाको पुल। इन्द्रणी पुल भनेको यो बल्ल कोरिया आए जस्तो फिल भयो मलाई। ल किस्मतले हो देख्न पाइने। तपाईँहरूलाई पनि म भिडियोबाट देखाइदिन्छु। भाग्यमा लेखेर आउनुपर्छ देख्नलाई यस्तो भनेर त के भन्नु। ल म दोस्रो तलामा छु है, पुलको दोस्रो तलामा छु, मुजिके थारीको दोस्रो तलामा। यताबाटको भ्यू यो सिटी बालिनले देखेको सिटी पनि यस्तै हो है। अब यहाँबाट जुम गरेर हेर्छौँ हामी है, तर चाहिँ त्यो नानी पुल जस्तै यो। ल एकदम बल्ल फिल आयो। अहिले हामी रातिको 12 बजे आइपुगेका छौँ। चिसो महिनामा एकदमै चिसो सहेर पनि हामी चाहिँ यस्तो राम्रो भ्यू हेर्नलाई भनेर आएका हौँ हामी। खासमा धेरै जाडो भएको छ। अब हामी तेस्रो तलामा जानेछौँ। तेस्रो तला त बन्द भइसकेको रहेछ अहिले। ओहो आगो के हो? आगो लागिसक्यो कम्पनीमा। ल ब्रेकिङ न्युज, आगो लागेको चाहिँ होइन जस्तो छ। यस्तो कम्पनी नै यस्तै हो यो। यसको त्यो माथि सधैँभरि आगो आइरहन्छ यसको। म जुम घटाउँछु। अब हामी यो माथि जान्छौँ अझै। हामी यहाँबाट अझै